आज पनि छुट्टीको दिन मैले के गरेँ हेरौँ है त। वेलकम टु द एपिसोड 2 अफ डे इन माई लाइफ। सो हाई एभ्रिवान, आई एम सबिना र तपाईँहरूलाई मेरो दिनचर्यामा स्वागत छ। आज बिहानै चाहिँ हाम्रो बाहिर जाने काम थियो, त्यही भएर हामी दुईजना चाहिँ रेडी हुँदैछौँ र जानुभन्दा पहिला चाहिँ एउटा सानो फिट चेक गरौँ न त भनेर हाम्रो यहाँ फिट चेक हुँदैछ। हामी चाहिँ यस्तै हो क्या, एकदम केओटिक छौँ। हामी चाहिँ बिहानै लन्च गरेर निस्केको थियौँ र हाम्रो काम सिध्याएपछि चाहिँ हामी चिया स्टेसनमा गयौँ। हाम्रो गो टु प्लेस चिया मन्त्रालय। मलाई चाहिँ एकदम धेरै शानदारको मोमो क्रेभिङ्स भइरहेको थियो क्या 2-3 दिनदेखि। अनि मैले चाहिँ त्यहाँ जाऊँ न भनेर अनि हामीले चाहिँ त्यहाँ गएर मोमो खायौँ। मलाई मात्र हो कि तपाईँहरूलाई पनि हो शानदारको मोमो चाहिँ एकदमै टेस्टी लाग्ने। तर त्यो मोमो चाहिँ कस्तो ड्राई हुन्छ है, तर पनि मलाई चाहिँ मिठो लाग्छ कि त्यहाँको मोमो। त्यस पछाडि घर फर्किँदा चाहिँ हामीले 1-2वटा सामान लिनुपर्ने थियो, त्यो लिन गयौँ। अनि आउँदा आउँदा चाहिँ यति राति भइसकेको थियो क्या। अनि घरमा चाहिँ कति धेरै सामानहरू ग्रोसरीहरू सकिरहेको थियो, अनि मैले चाहिँ त्यो पनि रिस्टक गरेँ र सबै मिलाएर राखेँ। म क्या एभ्री डे नै अब डे इन माई लाइफ टाइपको भ्लग्सहरू, डेली भ्लग्सहरू हाल्नु पर्यो भनेर सोचिरहेको छु। तर कस्तो केही कन्टेन्टै हुँदैन क्या, जे पनि सुट गरिरहेको हुन्छु क्या मैले। तपाईँहरूलाई हेर्न मनपर्छ कि पर्दैन कमेन्ट गर्नु ल। अनि म चाहिँ त्यस पछाडि मजाले फ्रेस भएँ अनि आफ्नो बेडसिटहरू मिलाउन थालेँ। मैले चाहिँ यो बेडसिट चेन्ज गर्न लागेको थिएँ। अनि त्यस पछाडि चाहिँ मैले आज हल्का डिनर गर्नु पर्यो भनेर एभोकाडो अनि काँक्रा बन्दाहरू हालेर स्यालेड बनाएको थिएँ। त्यस पछाडि नाइट टाइम स्किन केयर गरेँ मैले। र यो रेटिनोल चाहिँ मैले यति धेरै लगाइसकेँ कि सकि पनि सक्यो कि। तर यसमा चाहिँ कति धेरै प्रडक्ट हुँदो रहेछ क्या। मैले चाहिँ हप्तामा 2 चोटि लगाउँछु, त्यो पनि अहिलेसम्म यो टिकिरहेको छ कि कति महिना भइसक्यो। फ्युचरमा रिङ्कल्सहरू प्रिभेन्ट गर्नु छ भने चाहिँ अहिलेदेखि नै रेटिनोल लगाउन सुरु गर्नुपर्ने रहेछ। बेलुका चाहिँ मैले एकछिन पढेँ अनि एउटा नयाँ मुभी आएको रहेछ, त्यो हेरेर आजको दिनलाई चाहिँ एन्ड गरेँ। सी यु इन माई नेक्स्ट लिटल ब्लग। बाई।